आज म तपाईहरुलाई स्ल्याबमा क्युरिङ गर्दाखेरि ध्यान दिनुपर्ने कुराहरु शेयर गर्छु है त। जस्तो हामीले यो जुन छतमा यो प्लेन एरिया छ, यो प्लेन एरियामा हामीले यसरी पानी जमाएर क्युरिङ गर्न सकिन्छ, जसलाई चाहिँ हामी पन्डिङ मेथड भन्छौं। जसमा यसरी ठाउँ-ठाउँमा ब्यारियरहरु बनाएर चाहिँ हामीले क्युरिङ गर्नुपर्ने हुन्छ यदि प्लेन एरिया छ भने। अब यसैगरी प्लेन एरिया बाहेक जुन स्लोप एरिया हुन्छ, जस्तो यो स्टेयरकेस छ, यो स्टेयरकेस भयो, त्यसपछि यो तपाईको बीमको पार्ट भयो। यो बीमको पार्टमा त हामीले पानी जमाउन सकिदैन। यदि हामीले पानी छर्कियो भने एकैछिन छर्केपछि अब तपाईको एकैछिनमा सुकेर जान्छ। त्यसैले यस्तो स्लोप एरियामा अनि तपाईको यस्तो बीमहरुमा भयो र पिलरहरुमा चाहिँ हामीले क्युरिङ गर्दा यसरी जुटको ब्याग भिजाएर अथवा यो जुटको ब्याग राखेर त्यसमाथि पानी स्प्रिङ्कल गरेर चाहिँ हामीले क्युरिङ गर्नुपर्ने हुन्छ स्लोप एरियामा। र यसरी प्लेन एरियामा चाहिँ तपाईले यसरी पन्डिङ मेथडबाट क्युरिङ गर्न सक्नुहुन्छ। र यदि स्लोप एरिया छ भने चाहिँ तपाईले यसरी कभरिङ मेथडको प्रयोग गरेर क्युरिङ गर्नुपर्ने हुन्छ। र क्युरिङ चाहिँ हामीले कन्स्ट्रक्सन साइडमा यो स्ट्रक्चरको सबै स्ट्रक्चर पार्टहरुमा अनिवार्य क्युरिङ गर्नुपर्ने हुन्छ घरको मजबुतीको लागि। यस्तै जानकारीमूलक भिडियोको लागि हामीलाई फलो गर्न नबिर्सिनु होला।